नमस्कार। कक्षा 10 को नेपाली किताबको पहिलो पाठ उज्यालो यात्रामा स्वागत छ। यो एउटा यस्तो कविता हो जसले हामीलाई जीवनमा कसरी अघि बढ्ने भनेर एउटा सुन्दर बाटो देखाउँछ। आज हामी यही प्रेरणादायी कविताको गहिराईमा पुग्नेछौँ। यो कविताको विश्लेषण सुरु गर्नुभन्दा पहिले आउनुहोस् एकछिन सोचौँ त हाम्रो जीवनको उज्यालो यात्रा भनेको खासमा के होला। हामी आफ्नो जीवनलाई कसरी सफल र अझ महत्त्वपूर्ण कसरी अर्थपूर्ण बनाउन सक्छौँ। यो कविताले यस्तै प्रश्नहरूको जवाफ खोज्न हामीलाई पक्कै मद्दत गर्नेछ। आजको हाम्रो यात्रा कस्तो रहन्छ त हेरौँ है। सबैभन्दा पहिले हामी कवि र कविताको परिचयबाट सुरु गर्नेछौँ। त्यसपछि हरेक श्लोकलाई मसिनोसँग केलाएर विश्लेषण गर्नेछौँ। अनि कविताको मूल सन्देश के हो त्यसमा छलफल गर्छौँ। त्यसपछि महत्त्वपूर्ण शब्द र तिनको अर्थ अनि अभ्यास र समाधान हुँदै परीक्षाका लागि के कुरामा ध्यान दिने भनेर पनि हेर्नेछौँ। ल अब सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। कवि रामप्रसाद ग्यावाली र उहाँको यो सुन्दर सृजना उज्यालो यात्राको बारेमा अलिकति चिनारी गरौँ। ओहो, यही हो हाम्रो कक्षा 10 को नेपाली किताबमा रहेको कविता उज्यालो यात्रा। यसका रचनाकार हुनुहुन्छ रामप्रसाद ग्यावाली। यो कविता मार्फत उहाँले हामीलाई सकारात्मक सोच राख्न र सबैभन्दा धेरै आफ्नै कर्म अनि मेहनतमा विश्वास गर्न प्रेरित गर्नुभएको छ। खासमा यो कविता केवल शब्दहरूको थुप्रो मात्रै होइन, यो त एउटा आह्वान हो, एउटा झकझक्याहट हो। यसले आत्मनिर्भरता, कडा परिश्रम र सकारात्मक सोचको शक्तिमा जोड दिन्छ। कविको सन्देश एकदमै स्पष्ट छ। यदि सफलता पाउनु छ, यदि एउटा सुन्दर संसार बनाउनु छ भने अरू कसैलाई पर्खने होइन, आफ्नै प्रयासमा भर पर्नुपर्छ। ल अब लागौँ सबैभन्दा महत्त्वपूर्ण खण्डतिर, श्लोक विश्लेषण। यहाँ हामी कविताको हरेक पंक्तिभित्र लुकेको गहिरो अर्थलाई खोज्ने कोसिस गर्नेछौँ। कविताको सुरुवात नै कति शक्तिशाली पंक्तिहरूबाट हुन्छ। कर्ममा छ भने शक्ति, जङ्ग्याले भन्छ नन्दन, छोटिएर सयौं पल्ट टाउरो भन्छ चन्दन। यसले सिधै कामको शक्तिलाई देखाउँछ। अनि कवि भन्नुहुन्छ, मनमा उच्च सङ्कल्प, छैन केही असम्भव, सङ्कल्पले बनेका हुन् महान मान्छेहरू सब। अब यसको अर्थ के होला त? आउनुहोस् बुझौँ। यी पहिलो दुई श्लोकहरूमा कविले कर्म र सङ्कल्पको महिमा गाउनु भएको छ। मुख्य विचार के हो भने यदि कर्ममा शक्ति छ भने उजाड जङ्गललाई पनि स्वर्गको सुन्दर बगैँचा अर्थात् नन्दन बनाउन सकिन्छ। अनि यहाँ एउटा गजबको उदाहरण छ। जसरी चन्दनलाई जति काट्यो, जति घोट्यो उति नै सुगन्धित हुन्छ, त्यसै गरी मान्छे पनि सङ्घर्ष र दुःखले खाडिएर अझ बलियो र महान बन्छ। यसको सोझो सन्देश हो, मनमा दृढ निश्चय अर्थात् सङ्कल्प छ भने केही पनि असम्भव छैन। अब कविता अलि अगाडि बढ्छ र कर्मको उद्देश्यलाई परोपकारसँग जोड्छ। जसका कर्मले वन्छन् जिन्दगी हाँसिला सुखी, अरूको हितमा भन्दा बिनमा वन्छ जो खुसी। अनि अगाडि भन्नुहुन्छ, ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ, तिनै मान्छेहरू वन्छन् विश्वका निर्मित गौरव। ल यसको भाव पनि बुझौँ है। यहाँ कविले कर्मको दिशालाई अलिकति मोड्नु भएको छ। उहाँ भन्नुहुन्छ, साँचो खुसी र सुखी जिन्दगी त असल कामबाटै बन्छ, त्यसमा पनि खास गरी जब त्यो खुसी अरूको भलो गर्दा, अरूको हितमा काम गर्दा मिल्छ। मनबाट ईर्ष्या र द्वेष मतलब डाहा र शत्रुता जस्ता नराम्रा भावनाहरू हटाएर जसले प्रेमको सुगन्ध अर्थात् प्रेम सौरभ छर्छ हो, त्यही मान्छे नै संसारको गौरव बन्न सक्छ। र कविताको अन्त्यमा कविले हामी सबैलाई एउटा निकै शक्तिशाली र आफैभित्र घोत्लिन लगाउने प्रश्न सोध्नुहुन्छ। आफ्नो पौरखले बाटो कहिले खन्नुलानी म? सर्वोच्च कविता आफै कहिले वनुलानी म? यो अन्तिम श्लोकलाई त कविताको मुटु नै भन्दा हुन्छ। यहाँ कविले पाठकलाई सोझै एउटा चुनौती दिनुभएको छ। मैले कहिले आफ्नो मेहनतले, आफ्नो पौरखले आफ्नै बाटो बनाउने होला? यहाँ आत्मनिर्भर भएर बनेको जीवनलाई सर्वोच्च कविता लेख्नुसँग तुलना गरिएको छ। यसको अर्थ हो, अरूको बाटो हेरेर अरूको भर परेर बस्नुभन्दा आफैले आफ्नो भाग्य बनाउनु नै जीवनको सबैभन्दा महान र सुन्दर रचना हो। ल अब हरेक श्लोकलाई बुझिसकेपछि यी सबै विचारलाई एकै ठाउँमा ल्याएर हेरौँ त। कविताको समग्र सन्देश अर्थात् यसको मूल भाव के रहेछ? वास्तवमा उज्यालो यात्रा भन्ने शीर्षकको अर्थ पनि यही मूल भावभित्र लुकेको छ। यो कविताले हामीलाई उज्यालो यात्राका लागि 4वटा महत्त्वपूर्ण खुड्किलाहरू देखाएको छ। पहिलो, कर्ममा विश्वास, आफ्नो काम र मेहनतको शक्तिमाथि विश्वास गर्नु।
दोस्रो, उच्च सङ्कल्प, आफ्नो लक्ष्य पाउनका लागि एकदमै दृढ निश्चय राख्नु। तेस्रो, प्रेम छड्ने काम, मनका नराम्रा कुरा हटाएर सबैतिर प्रेम र सद्भाव फैलाउनु। र चौथो अनि सबैभन्दा महत्त्वपूर्ण, आत्मनिर्भर बन्ने प्रण, आफ्नै बाटो आफै खन्छु भनेर प्रतिज्ञा गर्नु। हो, यिनै 4 कदमहरू नै उज्यालो यात्राका आधारस्तम्भ हुन्। कविताको भावलाई अझ राम्ररी बुझ्नको लागि यसमा प्रयोग भएका केही महत्त्वपूर्ण शब्द र तिनका अर्थहरू पनि हेरौँ। यी शब्दहरूले परीक्षामा त झन् पक्कै मद्दत गर्नेछन्। यहाँ केही मुख्य शब्दहरू छन्। नन्दन भनेको स्वर्गको बगैँचा, जसले मेहनतको मिठो फललाई जनाउँछ। सङ्कल्पको अर्थ हो दृढ निश्चय, जुन सफलताको लागि नभई हुँदैन। ईर्ष्या, द्वेष जस्ता नकारात्मकता हटाएर सौरभ अर्थात् प्रेमको सुगन्ध छर्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण शब्द पौरख, जसको अर्थ हो आफ्नै कमाई वा आर्जन, जसले आत्मनिर्भरताको सन्देश दिन्छ। यी शब्दहरूले नै कवितालाई जीवन्त बनाएका छन्। ल, अब हामीले सिकेको कुरालाई व्यवहारमा उतार्यौं। परीक्षामा यो पाठबाट कस्ता कस्ता प्रश्नहरू आउन सक्छन् र तिनको उत्तर कसरी लेख्ने भनेर एउटा नमुना हेरिहालौं। उदाहरणको लागि यो प्रश्न हेरौँ है। कविले आफ्नै पौरखले बाटो खन्नु भन्नुको आशय के हो? यो प्रश्नले कविताको मूल मर्मलाई नै छोएको छ। यसको उत्तर लेख्दा यी बुदाहरूलाई समावेश गर्न सकिन्छ। पहिलो, निर्भरताको अस्वीकार अर्थात् सफलताको लागि अरूमाथि भर नपर्ने कुरा। दोस्रो, कडा परिश्रमलाई अँगाल्नु। यसले व्यक्तिगत सङ्घर्ष, प्रयास र मेहनतको महत्त्वलाई देखाउँछ। तेस्रो, आफ्नो भाग्य आफै निर्माण गर्नु। यो भनेको आत्मनिर्भरता मार्फत आफ्नो भविष्य र पहिचान बनाउने एउटा सङ्केत हो। र चौथो, सर्वोच्च सशक्तिकरण। आफ्नै बाटो आफै बनाउनु नै सबैभन्दा ठूलो उपलब्धि र आत्मसन्तुष्टि हो। ल, अब हाम्रो विश्लेषणको अन्त्यतिर परीक्षाको तयारीका लागि सबैभन्दा महत्त्वपूर्ण कुराहरू के हुन् तिनलाई एकै ठाउँमा राखेर हेरौँ। परीक्षाका लागि यी विषयहरूमा विशेष ध्यान दिनुहोला है। कविताको मूल भाव वा केन्द्रीय सन्देश, पौरख, सङ्कल्प, नन्दन जस्ता मुख्य शब्दहरूको अर्थ र प्रयोग, छोटिएर 100औं पल्ट टाउक्रो बन्छ चन्दन भन्ने पंक्तिको व्याख्या यो एकदमै महत्त्वपूर्ण छ। अनि अन्तिम श्लोकमा व्यक्त गरिएको आत्मनिर्भरताको आह्वान र समग्रमा कविताले बोकेको आशावाद र परिश्रमको थिम। सारमा भन्नुपर्दा उज्यालो यात्रा कुनै पुग्नुपर्ने ठाउँ होइन, यो त जीवन जिउने एउटा तरिका हो जुन हाम्रो कर्मबाट चल्छ, हाम्रो सङ्कल्पले बाटो देखाउँछ र हाम्रो प्रेमले उज्यालो बनाउँछ। र अन्त्यमा फेरि त्यही सुरुको प्रश्नमा फर्कौं। आफ्नो उज्यालो यात्रा सुरु गर्न आज हामीले चाल्न सक्ने पहिलो पाइला के होला? यो प्रश्नको जवाब सायद हामी सबैले आफैभित्र खोज्नुपर्छ। आजको यो प्रस्तुतिमा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। अर्को सामग्रीमा फेरि भेट्नेछौँ। नमस्ते।